के तपाईँ वा तपाईँको घर परिवारमा कसैले सुगर रोग वा डायबिटिज भएको छ र दैनिक औषधि खाँदा पनि सुगर कन्ट्रोलमा आउँदैन? उसो भए चिन्ता नमान्नुहोस्। अमेरिकन डायबिटिज एसोसिएसनले तपाईँको लागि डायबिटिक प्लेट मेथड ल्याएको छ। त्यसैले यस्तो महत्त्वपूर्ण भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनुहोला र लाइक, कमेन्ट र सेयर गरेर तपाईँ जस्ता अरू पनि यस्ता बिरामी हुन सक्छन्, त्यसैले उहाँहरूसम्म पुर्याउन सहयोग गर्नुहोला। सुगर रोग कन्ट्रोल गर्न औषधि सँगसँगै नियमित योजनाबद्ध भोजन गर्नु अति आवश्यक छ। डायबिटिक प्लेट मेथड भनेको भोकै बस्नु भनेको होइन। यो एउटा सरल, व्यावहारिक र विज्ञानमा आधारित सही समयमा सही खाना सही मात्रामा खानु हो। तपाईँले क्यालोरी गर्न जटिल भोजन योजना बनाउन वा विशेष खाना आवश्यक छैन। केवल 9 इन्चको प्लेट र केही पोषण ज्ञान चाहिन्छ। अमेरिकन डायबिटिक एसोसिएसन अनुसार डायबिटिक प्लेट मेथडले तपाईँको प्लेटलाई 5 मुख्य खाद्य समूहमा विभाजन गर्न मद्दत गर्छ। तरकारी, अन्न, स्टार्चयुक्त खानेकुरा, प्रोटिन, डेरी प्रोडक्ट र फलफुल। अब विस्तृतमा बुझौँ है। स्टेप 1, आधा प्लेट भरौँ गैर स्टार्चयुक्त तरकारीले। यी तरकारीहरूमा कम कार्बोहाइड्रेट र कम क्यालोरी हुन्छन् र फाइबर, भिटामिन र मिनरल धेरै हुन्छ, जस्तै हरियो सलाद, ब्रोकोली, काउली, बन्धक, काँक्रो। एक पटकमा 1 कप काँचो वा आधा कप पकाएको तरकारी आधा प्लेट भरेर खानुपर्छ। स्टेप 2, प्लेटको 1/4 भाग अन्न वा स्टार्चयुक्त तरकारी वा दाल गेडागुडीले भरौँ, जस्तै ब्राउन राइस वा क्विनोवा राइस, आलु, मकै, दाल, चना, मसुरको दाल। यी खाना फाइबर, भिटामिन, मिनरलले भरिएका हुन्छन् र लामो समयसम्म पेट भर्ने गर्छन्। एक पटकमा आधा कप पकाएको अन्न वा पास्ता, 1वटा रोटी, आधा कप दाल गेडागुडी हुनुपर्छ। हरेक पटक खाँदा लगभग 15 ग्राम कार्बोहाइड्रेट हुनुपर्छ। स्टेप 3, प्लेटको बाँकी 1/4 भाग प्रोटिनले भरिनुपर्छ। यसमा दुधजन्य वा कम फ्याट भएको प्रोटिन हुनुपर्छ, जस्तै छाला हटाएको कुखुरा वा टर्की, माछा र समुद्री खाना, अन्डा, टोफु, कम बोसो भएको मासु, कम फ्याट भएको चिज। एक पटकमा 3 औँस पकाएको, जुन कार्डको डेक साइजको वा हातको हत्केला साइज जति हुनुपर्छ। प्रोटिनले मांसपेशी बलियो, रोग प्रतिरोधात्मक क्षमता र ब्लड सुगर स्थिर राख्न मद्दत गर्छ। यसका अलावा डेरी प्रोडक्टहरू पनि हुनुपर्छ। यसमा फ्याट फ्री वा कम फ्याट भएको दुध, फ्याट नभएको दही, सोया दुध। 1 कप डेरी प्रोडक्टमा 12 ग्राम कार्बोहाइड्रेट हुन्छ। साथै फलफुल पनि प्लेटको साइडमा हुनुपर्छ। एक पटकमा आधा कप ताजा फलफुल खानुपर्छ। जुसभन्दा पनि पुरा काटेको फलफुल खानुपर्छ, किनकि जुसले 81 ब्लड सुगर लेभल बढाउँछ। यसका साथै फ्याट पनि थोरै मात्रामा हुनुपर्छ। एक पटकमा 1 चम्चा वा 5 ग्राम फ्याट वा 45 क्यालोरी बराबर हुनुपर्छ, जस्तै ओलिभ, क्यानोला वा सनफ्लावर तेल, एभोकाडो, बदाम। अन्तिममा सबै खाइसकेपछि पानी वा प्लेन चिया वा कफी वा 0 क्यालोरी पेय पदार्थ पिउनुहोस्। सुगर भएको पेय पदार्थ नपिउनुहोस्। यसरी डायबिटिक प्लेट मेथड पालन गर्दा निम्न फाइदाहरू हुन्छन्। रगतको सुगर लेभल नियन्त्रण गर्छ, डायबिटिजको जटिलता रोक्छ, मुटु रोगको जोखिम घटाउँछ, तौल नियन्त्रणमा मद्दत गर्छ, क्यान्सर र हड्डी सम्बन्धी समस्या कम गर्छ। त्यसैले सुगर रोग वा डायबिटिज लाग्दैमा सजिलो खाना त्याग्नुपर्छ भन्ने गलत हो। खानाको सही छनौट, सही मात्रा र सही समयमा खानुहोस् र औषधि नियमित सेवन गर्नुहोस्। तपाईँको सुगर आफै कन्ट्रोल हुन्छ। धन्यवाद। आजलाई स्वास्थ्य सन्देश यति नै। फेरि अर्को स्वास्थ्य सन्देशमा भेटौँला।